साथीहरू, हिजो गगन थापाले प्रमाण खै भन्ने प्रश्नमा रवि लामिछाने विरुद्धको मुद्दामा अदालतको फैसला पढेर सुनाए। चुनावी मुखमा कसैप्रति यसरी बोल्दा उसलाई प्रहार गरेको जस्तो पनि देखिन्छ। यता काङ्ग्रेसले भने आफूहरू फेरिएर पुरै नयाँ भएर आएको भन्दै आएका छन्। यता भने काङ्ग्रेसका सभापति गगन थापा ठिक कि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने ठिक भन्ने चलेको छ। पछिल्लो समयदेखि रवि लामिछानेलाई सहकारी ठगको आरोप र उनको मुद्दा अदालतमा विचाराधीन रहेको छ। अदालतले पनि उनलाई ठ्याक्कै दोषी नै भनिसकेको छैन। उनीमाथि एउटा आरोप मात्र लागेको छ अहिलेसम्मको लागि। काङ्ग्रेसभित्र पनि विभिन्न मान्छेहरू छन् जसलाई सहकारी ठगको आरोप लागेका छन् र कतिलाई त विभिन्न अनेक मुद्दा पनि छन्। काङ्ग्रेसको एउटा सभापति पद फेरिँदैमा पुरै नयाँ भएको भन्न मिल्दैन। काङ्ग्रेसभित्र पनि दर्जनौँ व्यक्तिलाई विभिन्न आरोपहरू छन् र उनका मुद्दाहरू पनि कतिलाई त चलेछन्, कतिलाई त अनुसन्धान जो भएका छैन। शेरबहादुर देउवाको घरमा जलेको पैसाको बारे एक शब्द पनि बोल्न सकेका छैनन् गगन थापा। काङ्ग्रेस पछिल्लो समय सरकारमा रहँदा भिजिट भिसा प्रकरणदेखि अनेक कुराहरूमा अनुसन्धान जो भएको थिएन, त्यसबेला पनि गगन थापा आफू बोलेनन्, चुपचाप रहे। गगन थापा आफू सङ्लो भए पनि उनको पार्टी पुरै भ्रष्टाचार वा ठगीमा डुबेको छ। त रासोपालाई भने रवि लामिछानेलाई मात्र पछिल्लो समयदेखि सहकारी ठगको आरोप लागेका छन्, बाँकी पुरै सङ्ला छन्। हुन त हामीले गगन थापाले पार्टी चलाएको पनि मजाले देखिसकेका छौँ। उनी महामन्त्री रहँदा पनि पछिल्लो समय के भयो भन्ने कुरा हामी सबैलाई नै थाहा छ। काङ्ग्रेस सरकारमै रहँदा जेन्जी आन्दोलनदेखि अनेकौँ भयो। अब बाँकी के नै रहेर, त्यही पनि लोकतन्त्रमा भोट त माग्नै पर्यो चुनाव भएपछि। अन्तिममा अरू केही भन्नु छैन। मेरो आफ्नो व्यक्तिगत सोचाइअनुसार चाहिँ यसपटक चाहिँ नयाँलाई पनि अवसर दिनुपर्छ भन्ने मात्र हो।